ल है आज चाहिँ कसरी अपडेट गर्ने त राष्ट्रिय परिचय पत्र भनेर चाहिँ यो भिडियो लिएर आएको छु है। सुरुमा त हजुरले राष्ट्रिय परिचय पत्रलाई यसलाई चाहिँ अगाडिपट्टिको भाग फ्रन्ट साइड र पछाडिपट्टिको भाग ब्याक साइडलाई चाहिँ छुट्टा छुट्टै जेपीजी फर्मेटमा चाहिँ फोटो खिचेर ग्यालरीमा सेभ गर्नुहोस् है। त्यो पनि 1 MB भन्दा थोरैको हुनुपर्छ है। अनि त्यसको लागि चाहिँ क्याम स्क्यानरबाट फोटो खिचेर सेभ गर्नुहोस् है, सबभन्दा सजिलो। अनि जसको यो कार्ड छैन उहाँको यो निवेदन पनि त्यही हो, जेपीजी फर्मेटमा नै सेभ गरेर राख्नु, पीडीएफमा होइन है सेभ गर्ने, फेरि जेपीजीमा नै सेभ गर्नुहोस्। त्यो पनि क्याम स्क्यानरबाट गर्नु सजिलो हुन्छ, 1 MB भन्दा थोरैकै हुन्छ क्या। ल बाँकी भिडियो चाहिँ मैले डेमो कसरी गर्ने भनेर चाहिँ भिडियो बनाउँछु। अनि तपाईहरुले चाहिँ मोबाइल बैंकिङ एप्लिकेसन जसले चलाउनु भएको छ अनि उहाँहरुलाई चाहिँ ल एप्लिकेसन खोलिहाल्नुस् है त। ल यो मोबाइल बैंकिङको एप्लिकेसन खोल्ने बित्तिकै यहाँ हेर्नु न, यहाँ सुरुमै आउँछ अपडेट योर एनआईडी। अपडेट योर एनआईडी आइसकेपछि हैव यू अब्टेन नेशनल आईडी, तपाईसँग यो राष्ट्रिय परिचय पत्र बनाउनु भएको छ भने चाहिँ यस गर्नु। इस्यु डेट यहाँबाट है चेन्ज गर्नुस्, अगस्त हैन। डु यू हैव प्रिन्टेड नेशनल आईडी कार्ड भनेछ, तपाईसँग यो कार्ड छ भनेको छ भने चाहिँ यस गर्नु है। अनि त्यसपछि फ्रन्ट साइड अफ नेशनल आईडी भनेको छ नि, अगाडिपट्टिको फ्रन्ट साइड भनेको अगाडिपट्टिको भाग, यहाँ अघि मैले सेभ गरेर राखेको छु, ग्यालरीमा छ, यो अगाडिपट्टिको भाग हो मेरो। अनि यो चाहिँ ग्यालरीमै चाहिँ राखेको छु, यो चाहिँ पछाडिपट्टिको भाग हो है। त्यसपछि यहाँ डिक्लेयर गर्नु है, टिक लगाउनु अनि सबमिट गर्ने। अनि यहाँ छ नि यो यस र नोमा यहाँ दोस्रो पटक। अनि यो कार्ड, यो राष्ट्रिय परिचय पत्रको कार्ड बनेको छ भने चाहिँ यस गर्ने हैन। अनि यस गरेर यो राखेर सबमिट गर्ने हैन। इन केस तपाईको राष्ट्रिय परिचय पत्रको यो कार्ड बने छैन, जुन निवेदन मात्रै छ भने चाहिँ नो गर्ने। नो गरिसकेपछि जुन निवेदन छ नि यहाँ निवेदन चाहिँ यहाँ राख्ने। यस छ भने चाहिँ अगाडि पछाडिको भाग राख्नु पर्यो, नो भन्ने बित्तिकै निवेदनको भाग राखेर सबमिट गर्नु पर्यो है। मसँग यहाँ यस छ, मसँग यो कार्ड छ नि, त्यही भएर मैले यस गरेर सबमिट गरेँ। ल सबमिट सक्सेसफुली भयो। अनि अर्को कुरा भए यही भिडियोमा भन्छु है त। अर्को फेरि अपडेट योर एनआईडी, यहाँ मोबाइल बैंकिङमा यसैमा जाने। अनि कसरी तपाईले मोबाइल यो राष्ट्रिय परिचय पत्र नै बनाउनु भएको छैन भने चाहिँ नो गर्ने। राष्ट्रिय परिचय पत्र बनाउनु भएकै छैन भने चाहिँ नो गर्ने है। रिपिट गरेँ मैले, बनाउनु भएकै छैन,